देख्न सक्नुहुन्छ हैन साथीहरू, यो चाहिँ जोरपोखरी हो। यहाँ चाहिँ धार्मिक स्थल हो। यो चाहिँ वडा 6 र वडा 5 को सङ्गम स्थलमा बनेको यो धार्मिक स्थल, पर्यटकीय स्थल हो। यहाँ चाहिँ हामी चाहिँ बेलुकाखेरि खाना खाएर वाकमा आएको हो खास चाहिँ मेरो साथीसँग हैन। अनि देख्न सक्नुहुन्छ यो चाहिँ भर्खर बनाइएको हो संरचना। एकदमै राम्रो बनाउनु भएको छ हैन। रात्रिको समयमा एकदमै राम्रो देख्न सक्नुहुन्छ। यो फुलहरू कस्तो राम्रो फुलेको छ हैन। तपाईहरुलाई पनि मन पर्यो भने घुम्न आउनु होला। यो फुलको बोट यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यत्रो छ फुलको बोट हैन। यो चाहिँ भर्खरै बनाइएको हो, धेरै टाइम पनि भएको छैन यसलाई बनाएको चाहिँ। यहाँ माथि चाहिँ शहीद पार्क भन्ने पार्क छ ठुलो, यता माथि चाहिँ जाने बाटो। यहाँ चाहिँ मन्दिरहरू छ है। यता माथि यहाँदेखि जानुपर्छ। यो चाहिँ ठ्याक्कै भन्नुपर्दा जोरपोखरी वडा 6 र 7 को वडा 6 र 5 को सङ्गम स्थल बिचमा पर्छ हैन। तपाईहरुलाई पनि चुलेनिम त घुम्न आउनुहुन्छ, मन पर्छ भने आउनु होला गाइज। यो चाहिँ पुरानो हो, पहिल्यैदेखि प्राचीन मतलब पुरानो प्राचीनकालीनदेखि नै यो उत्पत्ति भएर आएको हो। जोरपोखरी, पोथी पोखरी र भाले पोखरी भन्ने दुईटा पोखरी छ, देख्न सक्नुहुन्छ। यो चाहिँ पोथी पोखरी हो। भाले पोखरी चाहिँ अलिक टाढा छ हैन। हाम्रो चाहिँ यो पर्यटन स्थल धेरै टाढाबाट घुम्न आउनुहुन्छ। यता मन पर्यो भने तपाईहरु पनि घुम्न आउनु होला। रुखहरू कस्तो दामी छ। उहाँ चाहिँ मेरो साथी हेर ल। यहाँ चाहिँ भर्खर बनाउनु भएको यो शालिग हो हैन। अवश्य मन पर्यो भने आउनु होला है त गाइस। यो साथीहरू, यो चाहिँ बस्ने ठाउँ हो। यो चाहिँ पार्क जस्तै हो, बस्ने ठाउँ मन्दिर बनाइदिँदैछु एकछिन। यो चाहिँ मन्दिर हो। हामी चाहिँ साथीसँग आएको। यहाँ चाहिँ पूजाआजा गर्न सबैजना पर्यटन स्थल क्षेत्र नै भनिन्छ। पूजा गर्न ओर्न चाहिँ यहाँ सबैजना आउनुहुन्छ प्रायःजसो। बालचतुरे मेला पनि लाग्छ, मङ्सिरे मेला है। यो बस्ने ठाउँ यता सानो छ हैन। अहिले हामी चाहिँ रातिको समयमा चाहिँ वाक भनौँ न, खाना खाएर यसो टाइम पास गर्न आएको हैन। अनि भिडियो तपाईहरुलाई सानो भिडियो देखाउन मन लाग्यो। मौसम एकदमै राम्रो छ, फोटोहरू पनि राम्रो छ। के बस्नु न, म खिच्छु। उहाँ चाहिँ मेरो साथी। अनि यो फुल हो पात। के आउँदैछ टडक। यहाँ चाहिँ रोड हो। यो चाहिँ मेन रोड जाने बाटो। यहाँ चाहिँ गोपटार जाने बाटो। यतादेखि ताप्लेजुङ हुँदै के भन्छ भाइरल हुनु आँट्यो के भन्छ। यहाँ चाहिँ ताप्लेजुङ जाने बाटो हो। यो चाहिँ यो रोड चाहिँ खास गरी पूजा गर्न जाने रोड हो। यहाँ चाहिँ पोखरी छ प्राय शिवलाई जाने हो। यहाँ चाहिँ शिवलाई मन्दिर जाने हो। यहाँ चाहिँ पोखरी जाने हो। उहाँ पनि मन्दिर छ। यहाँ चाहिँ हेर्नु होला फुल। यो चाहिँ पोथी पोखरी हो।